गाइस खतरै छ गाइस तपाईले हेर्न सक्नुहुन्छ हामीले चाहिँ यो भर्खरै भेटाएको छौं अमेजन फरेस्टमा चाहिँ सो दिस इज कल कान्ने च्याउ हैन अनि इंग्लिश नेम इज कान्ने मशरूम हैन सो you can see here look this is a big one and look all trees are about to के भन्छ यसलाई छा एउटैको इंग्लिश नबोली बस्नु न अब यो उम्रिँदाखेरि चाहिँ अब ड्याममै हुन्छ हैन त्यसले गर्दाखेरि चाहिँ सो वी हैव टु प्लक दिस अल बडे चाहिँ हामीले लान्छौं घरमा लगेर चाहिँ यसलाई मेरो बुढीले फ्राई गर्छ अस्ति भर्खर पनि हामीले यहीँबाट लगेको है कम्ती थियो त्यो यति नै थियो सो त्यही हो गाइस हेर्नु सक्नुहुन्छ हामी चाहिँ भर्खर ड्युटीबाट आइपुगेको अनि यसो हेर्दाखेरि त बेलुकाको यसो डिनरमा हल्का देखियो हैन अब यसलाई चाहिँ हल्का झार्ने व्यवस्था गर्नु पर्ने हुन्छ किनभने हेर्नुस् न अब हामी अक्लो परिहाल्यौँ माथिको भेट्दैन चढ्नु पनि भएको थियो यसलाई व्यवस्था गर्नुपर्ने हुन्छ हैन नजिकको त हामीले यो नजिक त हैन रहेछ म भेट्छु होला त्यो सरी ल आउ त भेट गर्न ल गाइस यो चाहिँ मैले भेट्न सकेन अरे कि अब मेरो बुढीले भेट्छ अरे मेरो ब्याग पक्रिनु सबै गऱ्यो भने त मेरो पनि हेलमेटहरू पक्रियो भने त म पनि भेट्छु होला है यस्तो छ गाइस हेर्नुहोस् न दिस इज ब्ल्याक वान नो ओके यु क्यान उमाथि हेर नि यो पनि हुँदै गरेको नि यो सानो यिनीहरू के गर्ने प्यात भएको त नलैजाउँ ठिकैको मात्रै लैजाउँ सो मेरो बुढीले चाहिँ यहाँ टिप्नु हुँदैछ मसरुम आजकल त मान्छेले मसरुम पनि के यादै गरेन त यो तर पुरा जङ्गल बुवा हेर्नु नि फुलेको हेर्नुहोस् न गाइस यो पनि दामी फुल रहेछ के फुल हो तपाईँलाई इफ यसको नाम थाहा छ भने चाहिँ डु कमेन्ट है त गाइस अनि यहाँ माथि हेर्नुहोस् न वाउ आहा टमाटर बडै मजेदार हो टमाटर ओके गाइस बाइ बाइ थ्याङ्क यू फर वाचिङ हैन त्यही हो गाइस हामी चाहिँ यस्तो अर्ग्यानिक खाँदैछौँ हैन सो त्यही छ बी अर्ग्यानिक बाइ बाइ